एक्टिङ हो एक्टिङ एक्टिङ शीतल दिदीको आमा यो स्पिडी निकै छाडा भएको रहेछ यसलाई अलिक डन्ठा लाउनु त प्रीतिको भन न अब हाम्रो हाम्रो छेउमा उठेर बिहान हेर्नु के काम गर्दैन अलि गन गर्छ फुपाको फुपाको कसरी फुपाको डाइलग के छ फुपाको डाइलग के छ भन्नु डाइलग भन डाइलग फुपाको बिना अस्ति 3 मिनट घुम्दै आउँदैछ अस्तिको भेट्दै आउँदैछ अरे त्यतिकै भनेको तिमीलाई म मात्रै सिधा छैन मैले केही भन्दैन सिधा छ अरे भन्नु न एउटा वर्ड एउटा भन्ने त कालीलाई पठाउने हो मैले यो ल भनिदिइहाल्नु शीतलको बेजित गरिदिइहाल्नु आमाको भने शीतलको बेजित गरेर भोलि कता खान्छ मेरो केही छैन म त कोसँग कति सिधा छु होइन लाटी छु म कसलाई पितिले पनि अलि धमास दिन थालेको छ म चाहिँ लाटी छु होइन कसलाई भन्नु ट्युनबाट होइन फेरि हदैबाट त त्यो के भन न आमा यो पिटी निकै छाडा भएको छ यसलाई अलिक भाका लानु है बिनायको डाइलेस यहाँ एक्टिङ गर्दैछ बाबा त्यसरी गर्नुहुन्छ नि हाम्रो बाबाले बिहान बिहान बोलिरहेको हुन्छ हाम्रो मम्मीले रोज दिदीले चाकी हो गर्नु यता पनि भित्र राखेको यहाँ चाहिँ आज हाम्रो एक्टरको यो हुँदैछ एक्टरको हजुरहरू सुन्नुहोस् ओके मलाई ओइ पिटी भनेपछि भनिनस् भन ओइ पितिना भनेको पिटी भनेर चाहिँ दिदीले आज चाहिँ म मात्रै सिधा छु यो घरमा होइन बिनाइ हजुर म मात्रै सिधा केही भन्दैन मैले खुबै हजुर ल अब म यहाँ राखेर सुन्नु पर्यो अब शीतल दिदीलाई पठाइदिनु नि ल को कोलाई पस्छ थाहै हुँदैन तर यो